बाय बाय टाटा गुड बाय गया। यता पनि हेरौँ है, यता पनि हेरौँ, उता मात्रै नहेरौँ। धेरै मान्छेहरू के यताबाट बाटो हेर्छ नि यता मात्रै हेर्ने, अनि उताबाट बाटो कट्ने छ भने उता मात्रै हेर्ने हुन्छ। दुवैपट्टि हेर्नु पऱ्यो नि यार, गाडी दुईपट्टिबाट चल्छ नि त, एकपट्टिबाट मात्रै चल्ने त होइन। यहाँको बबाल छ कि होइन, मौसम चाहिँ दामी लाग्छ मलाई यार। यत्तिकै बाटो शीतल होइन, सर तिनजना स्कुटरमा तिनजना मजाले अड्दो रहेछ जति जो पनि तिनजना चढिरहेको हुन्छ। Uai! यता पनि हेरौँ है, यता पनि हेरौँ, उता मात्रै नहेरौँ। धेरै मान्छेहरू के यताबाट बाटो हेर्छ नि यता मात्रै हेर्ने, अनि उताबाट बाटो कट्ने छ भने उता मात्रै हेर्ने हुन्छ। दुवैपट्टि हेर्नु पऱ्यो नि यार, गाडी दुईपट्टिबाट चल्छ नि त, एकपट्टिबाट मात्रै चल्ने त होइन। के कसो हो, खालि उता एक खोरो फर्केर हिँडिरहेको हुन्छ। अनि त्यो बाटो काट्दाखेरि कहिले गाडी सँगसँगै काट्नु हुँदैन। त्यो गाडीले मान्छे के पो अरे पछाडिको मान्छे छेकिरहेको हुन्छ होइन, यताबाट जाँदाखेरि त्यो गाडीले उताबाट छेकिरहेको हुन्छ। भरे स्वाट गाडी कट्ने बित्तिकै अर्को गाडीले आएर ल्याम्मै हान्नु पनि सक्छ। त्यही भएर फ्री भएको बेलामा अर्को गाडी सँगसँगै होइन, कतिपय अवस्थामा यसरी गाडी बाटो काट्दाखेरि बाइकले यस्तो गाडीलाई पनि कति ठोकिरहेको हुन्छ। झन् मान्छे त झन् अझै हुन्छ, मान्छे त किनकि स्लो हुन्छ। के भन्ने यार। अरे और बाबा के गर्छौ, हाल मात्रै लिएर आउँछ त यार। यसपालि के हो, निर्वाचन सशस्त्र पनि छ कि के हो, ठ्याक्कै हो सशस्त्रको जस्तो ड्रेस छ त दा। निर्वाचन सशस्त्र पुलिस पनि छ कि के हो यसपालि। पहिले त हुँदैन थियो होइन, पहिले त के पऱ्यो त्यो निलो ड्रेसवाला मात्रै हुन्थ्यो होइन।
यसपालि त फुस्रोवाला पनि रहेछ कि त्यस्तो ड्रेस आएको अय्यामा कत्रो उफार्यो बिस्तारै कसेरै आयो नि त म फुत्तैमा धुलो बाटो थियो कि अस्तिसम्म पिच दामी हानिसकेको छ मा कसम यार बाटो त खतरा बनाएको छ यति नै हो कि क्या फेरि उता चाहिँ खुली क्या नि यति चाहिँ बनाइसकेको छ अब बनाउनु बाँकी नै रहेछ टाटा गुड बाय गया मासला झन्नै चाक झन्नै मुला मुन्टो भाँच्यो यार कत्रो खोपिल्टा रहेछ भने यत्रो खोपिल्टा मासला अलिकति उ त राख्नुपर्छ नि त हौ यार यस्तो त मान्छे मर्छ है पिचै पिच भनेर रुन्काएर लिएर होला अनि मुला उड्छ त भाइ तेलको हालत हेर न मेरो तेलको हालत हेर त्यही लाइन धरी फेरि तेलै सकिनु लागिसक्यो 500 को तेल हाल्ने हो फ्यारेर पार्ने हो हैन तल्लो बाटो के भएर माथिल्लो बाटो पठायो गुरुजी मुच्नु भयो गुरुजीलाई गुवा जस्तो छ के भएछ आइया हो भर्खर सिक्लाइरहेछ बाजे